वेलकम माई युट्युब च्यानल। यो चाहिँ सिमल तरुलको फुल बनाउन गइरहेछौँ है। मेरो हस्बेन्डले बनाउँदै हुनुहुन्छ, हेरिदिनु होला। अनि कस्तो लाग्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला है। यो चाहिँ सिमल तरुलको फुल बन्दैछ, यहाँ हुँदै जानु होला। यसलाई चाहिँ कार्बिन भन्दो रहेछ है। विशेष गरी यो चाहिँ रेस्टुरेन्टहरूमा अनि पार्टी प्यालेन्सहरूमा चाहिँ सोको लागि राखिने रहेछ। यो चाहिँ एकदमै यसले चाहिँ राम्रो सो दिने रहेछ। यो धेरै थरीबाट बन्दो रहेछ, जेबाट पनि। जस्तै तपाईँ गाजर, मुला, फर्सी जेबाट पनि फुल बनाउन मिल्दो रहेछ। हेर्नु होला। यो चाहिँ सिमल तरुलको बनिरहेछ है। मेरो हस्बेन्डको यो कलालाई एक लाइक, एक सेयर, एक कमेन्ट अनि एक सब्सक्राइब चाहिँ प्लिज गरिदिनु होला गाइज।